हेलो एभ्रिवान, वेलकम छ तपाईहरुलाई म्याथमेटिक्सको क्लासमा। म चाहिँ गौरव प्रसाद बिष्ट र आज चाहिँ म आईआईटी 2078 मा सोधिएका केही क्वेशनहरुको सोलुसन गर्न गइरहेको छु। यदि सोलुसन गर्ने क्रममा तपाईहरुलाई कुनै पनि क्वेशनमा कन्फ्युजन लाग्छ भनेपछि तपाईहरु कमेन्ट सेक्सनमा गएर मजाले सोध्न सक्नुहुन्छ र आफ्नो डाउट क्लियर गर्न सक्नुहुन्छ। र अब हामी ढिला नगरिकन क्वेशन तर्फ चाहिँ लागौं। अब फर्स्ट क्वेशन छ हाम्रो। फर्स्ट क्वेशनमा हामीलाई सोधेको छ the coefficient of x to the power 4 in the expansion of a to the power 2x plus 3। अब हामीलाई क्वेशनले भन्न खोजेको के हो भन्दाखेरि चाहिँ यो एक्सपान्सनको चाहिँ यो कोएफिसिएन्टमा कति आउँछ आन्सर, त्यो चाहिँ हामीलाई के गर्नु पर्यो भनेको छ, फाइन्ड आउट गर्नु पर्यो भनेको छ। अब त्यो फाइन्ड आउट गर्नलाई चाहिँ सबभन्दा पहिला हामी के गरौँ, अब यो थाहा यसको एक्सपान्सन निकाल्नलाई त सबभन्दा पहिला हामीलाई थाहा के हुनु पर्यो, e to the power x को फर्मुला के हो त्यो थाहा हुनु पर्यो। e to the power x को फर्मुला चाहिँ 1 plus x square upon 2 factorial plus x cube upon 3 factorial plus x को पावर 4 upon 4 factorial plus dot 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 यो इन्फाइनाइट सिरिजसम्म जान्छ। अब त्यसपछि हामीलाई क्वेशनले के भनेको छ, जो क्वेशन दिएको छ त्यही क्वेशन लेखौँ, e to the power 2x plus 3। अब यसलाई चाहिँ हामी e to the power 2x into e to the power 3 यसरी पनि लेख्न सक्छौं। अब त्यसपछि म के गर्छु, e to the power 3 लाई यता लेख्छु अनि यो e to the power 2x मा चाहिँ म e to the power x वाला फर्मुला चाहिँ राख्दिन्छु। फर्मुला राख्दा चाहिँ कति आउँछ, अब 1 प्लस अब जुन ठाउँमा x छ त्यो ठाउँमा चाहिँ म 2x राख्छु। त्यसपछि 2x प्लस 2x को होल स्क्वायर ओपन 2 फैक्टोरियल प्लस 2x को क्यूब ओपन 3 फैक्टोरियल प्लस 2x को पावर 4 ओपन 4 फैक्टोरियल प्लस डट 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 यो इन्फाइनाइटसम्म जान्छ। अब यसपछि चाहिँ अब यीले त भित्र सबैलाई मल्टिप्लाई हुन्छ, तर अहिले हामीले सबैलाई मल्टिप्लाई गर्नु परेन, किन भन्दाखेरि क्वेशनले हामीलाई के भनेको छ, x टु द पावर 4 को कोएफिसिएन्ट मात्रै निकाल भनेको छ। अब x टु द पावर 4 को कोएफिसिएन्ट मात्रै निकाल भनेको छ भनेपछि अब हामी x टु द पावर 4 कोएफिसिएन्ट भएको को छ, यता यो छ। अब यो इन्टु यो गरिदिन्छौँ। अब त्यही गरौँ, अब यो इन्टु यो गरौँ, e टु द पावर 3 इन्टु 2 टु द पावर 4 ओपन 4 फैक्टोरियल, यो नै हाम्रो फाइनल आन्सर हुन्छ। अब यता चाहिँ ABCD बाट कुन आन्सरसँग चाहिँ यो मिल्न लागेको छ त्यसमा चाहिँ करेक्ट गर्नुस्। अहिले चाहिँ A सँग मिल्दैछ, त्यसैले A वाला आन्सर चाहिँ हाम्रो 1 वाला क्वेशनको राइट आन्सर हो। यसैगरी अब म सेकेन्ड वाला क्वेशन बनाउँछु। अब सेकेन्ड वाला क्वेशन हेर्नुस्। अब सेकेन्ड वाला क्वेशनमा हामीलाई के भनेको छ, इन राइट एंगल ट्रायंगल एट C the value of tan A plus tan B। राइट एंगल ट्रायंगल एट C मा चाहिँ tan A plus tan B को भ्यालु चाहिँ फाइन्ड आउट गर्नु पर्यो। अब त्यो गर्नलाई चाहिँ हामीले के गर्नु पर्यो, पहिला राइट एंगल ट्रायंगल बनाऊ, एउटा यसरी यस्तो राइट एंगल ट्रायंगल बनाऊ। अब म यसलाई C मान्छु, यसलाई A मान्छु अनि यसलाई B मान्छु। यसको जस्ट अपोजिट साइडलाई म स्मल a मान्छु, यसको जस्ट अपोजिट साइडलाई स्मल c मान्छु, यसको जस्ट अपोजिट साइडलाई चाहिँ म स्मल b मान्छु। यो चाहिँ हाम्रो कति हुन्छ, 90 डिग्री हुन्छ। अब चाहिँ हामीले के गर्नुपर्ने छ, tan a प्लस tan b को चाहिँ भ्यालु फाइन्ड आउट गरेर c मा चाहिँ कति हुन्छ राइट एंगल ट्रायंगल त्यो चाहिँ हामीले पत्ता लगाउनु छ। त्यसको लागि म के गर्छु, tan a प्लस tan b इक्वल्स टू, अब tan a मा हेरौँ। अब tan a को जस्ट अपोजिट साइडको चाहिँ यो हाम्रो पर्पेन्डिकुलर हुन्छ, त्यसको ठ्याक्कै तलको चाहिँ हाम्रो के हुन्छ, बेस हुन्छ। त्यसैले अब tan थीटा को फर्मुला के हो, p ओपन b। अब a ओपन b त्यसै प्लस अब tan b निकालौँ। tan b यो हो भनेपछि यसको ठ्याक्कै अपोजिट साइडको हाम्रो के हुन्छ, पर्पेन्डिकुलर हुन्छ, त्यसपछि यताको चाहिँ यो बेस हुन्छ। अब यता b ओपन a हुन्छ। अब तल एलसीएम लियौँ, a इन्टु b, त्यसपछि यता र यता मल्टिप्लाई गरौँ, यता र यता मल्टिप्लाई गरौँ, a स्क्वायर प्लस b स्क्वायर। अब एउटा कुरा तपाईहरु हेर्नुस्, पाइथागोरस थ्योरम अब म युज गरेर तपाईलाई देखाउँछु। पाइथागोरस थ्योरम किन युज गर्दैछु भन्दाखेरि चाहिँ हामीलाई के गर्नु छ, c को भ्यालुमा
कति आउँछ त्यो निकाल्नु छ। त्यसको लागि चाहिँ एउटा c स्क्वायर इजिकल्स टु a स्क्वायर प्लस b स्क्वायर लेखेँ मैले। किन लेखेँ भन्दाखेरि चाहिँ यो यसो हेर्नुहुन्छ भनेपछि c भनेको कति हो हाम्रो h स्क्वायर इजिकल्स टु b स्क्वायर प्लस b स्क्वायर। यो त तपाईहरुले पाइथागोरस थ्योरममा पढ्नै भएको होला, मैले पनि त्यही कुरा लेखेको हो। अब यता अब a स्क्वायर प्लस b स्क्वायरलाई त म c स्क्वायर पनि भन्न सक्छु, त्यसैले यसको ठाउँमा चाहिँ म के लेख्छु c स्क्वायर ओपन a इन्टु b। त्यसैले चाहिँ अब हाम्रो राइट आन्सर को हुन्छ, हाम्रो राइट आन्सर चाहिँ c स्क्वायर ओपन ab। अब कता छ यता चारवटा अप्सनबाट खोज्नुस्, सी वाला अप्सन चाहिँ हाम्रो 2 नम्बर क्वेसनको चाहिँ राइट आन्सर हो। अब यसै गरी म थर्ड वाला क्वेसनमा इन्टर गर्छु। अब थर्ड वाला क्वेसन हामीलाई के दिएको छ, थर्ड वाला क्वेसन हामीलाई दिएको छ, थर्ड वाला क्वेसनमा भनेको छ द कोफिसिएन्ट अफ a टु द पावर 3 इन द एक्सपान्सन अफ log 1 प्लस 5a प्लस 6a स्क्वायर भनेको छ। a टु द पावर 3 को कोफिसिएन्टमा यो एक्सपान्सन हामीलाई के गरेको छ दिएको छ। अब यो निकाल्नले चाहिँ हामीले के गर्छौं, सबभन्दा पहिला अब यो गर्नुभन्दा अगाडि चाहिँ अब हामीहरुलाई दुईटा फर्मुला थाहा हुनुपर्ने हुन्छ। एउटा log 1 प्लस x, यसको फर्मुला के हुन्छ x माइनस x स्क्वायर ओपन 2। अब म यता तल फ्याक्टोरियल लेख्दैन, किन भन्दाखेरि एक्सपोनेन्शियलमा चाहिँ हामीले ओपनमा फ्याक्टोरियल लेख्नुपर्छ, तर लग्यारिथममा चाहिँ हामी फ्याक्टोरियल लेख्दैनौँ, त्यसैले मैले अहिले चाहिँ लेखेन। अनि त्यसैले प्लस x टु द पावर 3 ओपन 3 माइनस x को पावर 4 ओपन 4 प्लस डट डट डट, यो पनि इन्फाइनाइट सिरिजसम्म जान्छ। त्यसै गरी अर्को म लेख्छु अब log 1 माइनस x। अब log 1 माइनस x को फर्मुला तपाईहरुलाई लेख्न धेरै सजिलो हुन्छ यदि तपाईहरुलाई log 1 प्लस x को फर्मुला थाहा छ भनेपछि। log 1 प्लस x को फर्मुला तपाईहरुलाई थाहा छ भनेपछि log 1 प्लस x को फर्मुलामा जुन ठाउँमा प्लस थियो त्यो ठाउँमा तपाईहरु माइनस एड गरिदिनुस्, बाँकी सम एज इट इज लेखिदिनुस्। अब माइनस x स्क्वायर ओपन 2 माइनस x टु द पावर 3 ओपन 3 माइनस x टु द पावर 4 ओपन 4 माइनस डट डट डट, यो पनि इन्फाइनाइट सिरिजसम्म जान्छ। अब हामीलाई क्वेसनले के दिएको छ, log 1 प्लस 5a प्लस 6a स्क्वायर क्वेसनले हामीलाई यो दिएको छ। अब यत्रो लामो दिएको छ हामीलाई क्वेसनले, तर हामीले के गर्नुपर्ने हो, यसलाई रिड्युस गरेर चाहिँ यो दुईटा फर्मुलाको फर्मेटमा चाहिँ निकाल्नु पर्ने हो। यो दुईटाबाट एउटा फर्मुला चाहिँ हाम्रो यो क्वेसनमा अहिले युज हुने हो। अब म सबभन्दा पहिला के गर्छु, यसलाई चाहिँ फ्याक्टराइज गर्छु। अब यो भित्रको टर्मलाई 1 प्लस यसलाई फ्याक्टराइज गर्दा 3a प्लस 2a प्लस 6a स्क्वायर हुन्छ। त्यसपछि log यो दुईटाबाट कमन लिनुस्, 1 बाहिर आउँछ, 1 प्लस 3a आयो, त्यसपछि प्लस 2a यो दुईटाबाट कमन आउँछ, त्यसपछि 1 प्लस 3a। अब म के गर्छु, log त्यसपछि 1 प्लस 3a लाई पहिला लेख्छु, त्यसपछि 1 प्लस 2a लाई पछि लेख्छु। अब तपाईहरुले एउटा कुरै पढ्नु भएको होला म्याथमेटिक्समा चाहिँ, यदि log a इन्टु b छ भनेपछि त्यति बेला चाहिँ हामी log a प्लस log b लेख्न सक्छौं, यो लेख्न सक्छौं। अब यो लेख्न सक्छौं भनेपछि अहिलेलाई चाहिँ हाम्रो a वाला टर्म भनेको चाहिँ यो हो, b वाला टर्म भनेको चाहिँ यो हो। त्यसैले अब हामी यो वाला फर्मुलामा यसलाई चेन्ज गर्छौं। चेन्ज गर्दा चाहिँ log 1 प्लस 3a प्लस प्लस अब यतामा log 1 प्लस 2a यो भयो। अब यो दुईटामा कुन वाला फर्मुला लाग्ला, अब तपाईहरु यसो हेर्नुस् त, विचार गर्नुस् त। प्लस वाला फर्मुला लाग्ने, प्लस वाला फर्मुला कता छ, यता छ। अब यो वाला फर्मुला चाहिँ हामी यो दुईटामा युज गर्छौं। अब यो दुईटामा युज गर्दा चाहिँ
त्यो फर्मुलाको फर्मेटमा लेखौँ। लेख्दा चाहिँ कति आउँछ, अब जुन ठाउँमा हाम्रो एक्स छ यो वाला फर्मुलामा त्यो ठाउँमा चाहिँ हामी 3a चाहिँ इन्क्लुड गर्छौँ। अब 3a माइनस 3a को होल स्क्वायर ओपन 2 प्लस 3a को होल क्यूब ओपन 3 प्लस प्लस नै सरी यता माइनस हो, माइनस 3a को पावरमा 4 ओपन 4 प्लस डट 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 यो इन्फाइनाइटसम्म जान्छ। यो वाला टर्मलाई हामीले फर्मुलामा लेख्यौँ। अब हामी यो पछाडिको टर्मलाई चाहिँ फर्मुलामा लेख्छौँ। अब प्लस अब जुन ठाउँमा चाहिँ हाम्रो यो फर्मुलामा एक्स छ त्यो ठाउँमा चाहिँ हामी 2a लेख्छौँ। अब 2a माइनस 2a स्क्वायर ओपन 2 प्लस 2a क्यूब ओपन 3 माइनस 2a पावरमा 4 ओपन 4 प्लस डट 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 यो पनि इन्फाइनाइटसम्म जान्छ। अब हामीलाई क्वेसनले के भनेको छ, अब क्वेसनले भनेको कुरामा त a टु द पावर 3 को कोएफिसिएन्ट निकाल भनेको छ। अब a टु द पावर 3 को कहाँ छ हाम्रो, यता हेर्नुहोस्, एउटा यो छ, एउटा यतातिर यो छ। अब यताबाट निकालौँ हामी। निकाल्दाखेरि कसरी निकाल्ने भन्दाखेरि 3 को क्यूब ओपन 3 त्यसपछि प्लस अब यो वाला टर्म लेख्छु 2 को क्यूब ओपन 3। अब यसलाई सल्भ गर्नुहुन्छ भनेपछि 3 को क्यूब भनेको कति भयो 27 ओपन 3 अनि 2 को क्यूब भनेको 8 ओपन 3 भयो। अब यो एलसीएम 3 निकालेर तपाईहरु यो दुईटै माथिल्लोलाई एड गर्नुहुन्छ भनेपछि 35 आउँछ। अब हाम्रो फाइनल आन्सर कति हुन्छ 35 ओपन 3। अब यो चारवटा अप्सनबाट हेर्नुस् 35 ओपन 3 कता छ बी नम्बर अप्सनमा छ। त्यसैले हाम्रो 3 नम्बर क्वेशनको आन्सर चाहिँ बी नम्बर वाला अप्सन राइट आन्सर हुन्छ। त्यसैगरी अब म फोर्थ वाला क्वेशनमा जान्छु। अब हेर्नुस् फोर्थ वाला क्वेशनमा यदि तपाईहरु राम्रोसँग फर्स्ट वाला क्वेशन थर्ड वाला क्वेशन तपाईहरुले राम्रोसँग बुझ्नु भएको छ भनेपछि सरी थर्ड नै फोर्थ वाला क्वेशन तपाईले राम्रोसँग बुझ्नु भएको छ भनेपछि फिफ्थ वाला क्वेशन तपाईहरुलाई अप्ठ्यारो लाग्दैन। अब यसमा हेर्नुस् द कोएफिसिएन्ट अफ x टु द पावर 3 इन द एक्सपेन्सन अफ log 1 - 2x * 1 - 3x दिएको छ। अब यो भन्दा अगाडिको क्वेशनमा यदि तपाईहरु हेर्नुहुन्छ भनेपछि हामीले यसलाई फ्याक्टराइज गरेर यस्तो वाला टर्ममा लिएको थियौं अनि त्यसपछि फर्मुला जो युज हुन्छ यो दुईटाबाट त्यो फर्मुला युज गरेर लास्टमा आन्सर निकालेको थियौं। अब हाम्रो यो वाला क्वेशनमा के गरेको छ अलरेडी हामीलाई फ्याक्टराइज गरेर फर्मेटमा दिइसकेको छ। अब तपाईहरुले के गर्नु छ log 1 + x को फर्मुला लाग्छ कि log 1 - x को फर्मुला लाग्छ त्यो फर्मुला युज गरेर कोएफिसिएन्ट कति निकाल्न भनेको छ त्यो कोएफिसिएन्ट चाहिँ तपाई निकाल्न सक्नुहुन्छ। अब यसको लागि चाहिँ म के गर्छु यो वाला क्वेशन तपाईहरुलाई चाहिँ म होमवर्क भनेर छोड्छु। यो वाला क्वेशन तपाईहरु गर्नु होला र कमेन्ट सेक्सनमा चाहिँ कुन वाला अप्सन चाहिँ राइट हो त्यो चाहिँ तपाईहरु कमेन्ट गर्नु होला। यदि तपाईहरुलाई आएन भनेपछि म नेक्स्ट भिडियोमा चाहिँ यसको सोलुसन पनि लिएर आउने छु। र यो क्वेशन अब हामी स्किप गरेर लास्ट वाला क्वेशनमा जाम। अब लास्ट वाला क्वेशनमा हामीले के भनेको छ इफ 5, x, y, z, 405 आर इन केमा छ जीपी मा छ अनि त्यसपछि z को भ्यालु चाहिँ हामीलाई के गर भनेको छ फाइन्ड आउट गर भनेको छ। अब z को भ्यालु हामीलाई फाइन्ड आउट गर भनेको छ भनेपछि सबभन्दा पहिला हामीलाई क्वेशनले के दिएको छ 5, x, y, z, 405 यिनीहरु केमा छन् भनेको छ जीपी मा छ। अब यो जीपी मा छ भनेर भनेको छ भनेपछि जीपी मा त हाम्रो कमन रेशियो नि हुन्छ। अब हामीले पहिला यो जीपी मा छ भनिसकेको छ भनेपछि z को भ्यालु निकाल्नलाई चाहिँ सबभन्दा पहिला हामी के गरौँ कमन रेशियो चाहिँ फाइन्ड आउट गरौँ। अब कमन रेशियो म यता कसरी निकाल्छु भनेपछि यता क्वेशनले दिएको जुन वाला फर्स्ट टर्म छ म पनि पहिला त्यही वाला फर्स्ट टर्म मान्छु अनि त्यसपछि
मैले मानेको फर्स्ट टर्ममा म कमन रेसियो यदि मल्टिप्लाई गर्छु भनेपछि मेरो लागि सेकेन्डवाला टर्म चाहिँ जेनेरेट हुनुपर्छ। फर्स्टवाला टर्ममा यदि मैले कमन रेसियो मल्टिप्लाई गरेँ भनेपछि सेकेन्डवाला टर्म चाहिँ मेरो जेनेरेट हुनुपर्छ। त्यसै गरी मैले थर्डवालामा गरेँ भनेपछि थर्डवाला जेनेरेट हुनुपर्छ। फोर्थवाला गरेँ भनेपछि फोर्थवाला जेनेरेट हुनुपर्छ। अनि फिफ्थवालामा गरेँ भनेपछि फिफ्थवाला जेनेरेट हुनुपर्छ। अब यहाँबाट चाहिँ म कमन रेसियो निकाल्नलाई के गर्छु भन्दाखेरि यो र यो तलको टर्म यो दुईटैलाई चाहिँ म इक्वेट गर्छु। अब इक्वेट गर्दाखेरि चाहिँ कति हुन्छ 5r को पावर 4 इजिकल्स टु 405 r को पावर 4 इजिकल्स टु 405 डिवाइडेड बाई 5 गर्नुहुन्छ भनेपछि 81 पाउनुहुन्छ तपाईले। अब यता r को पावर 4 इजिकल्स टु 3 को पावर 4 अनि त्यसपछि r को भ्यालु कति आयो 3 आयो। अब मलाई क्वेशनले के भनेको छ, क्वेशनले मलाई भनेको कुरा चाहिँ के हो भन्दाखेरि यिनी सबै 5 वटा टर्म जीपीमा छन् भनेपछि z को भ्यालु कति होला त्यो निकाल भनेको छ। अब म के गर्छु z को भ्यालु निकाल्छु। अब म z को भ्यालु निकाल्नलाई सबभन्दा पहिला के गर्छु भन्दाखेरि z इजिकल्स टु यो गर्छु। अब त्यो गर्छु भनेपछि अब यतातिर म लेख्छु z इजिकल्स टु 5r को पावर 3। अब z इजिकल्स टु 5 इन्टु r को भ्यालु मैले कति निकालिसकेँ यता 3 निकालिसकेँ 3 को पावर 3। त्यसपछि z इजिकल्स टु 5 इन्टु 27। अब यो मल्टिप्लाई गर्नुहुन्छ भने z इजिकल्स टु 135 आउँछ। यो नै हाम्रो के हुन्छ फाइनल आन्सर हुन्छ। अब यता हेर्नुहोस् तपाईहरू यो 4 वटा अप्सनबाट 135 कुनवाला अप्सनमा छ बी वाला अप्सनमा छ। त्यसैले हाम्रो 5 वाला क्वेशनको राइट आन्सर चाहिँ बी वाला अप्सन हुने भयो। यसै गरी तपाईहरुलाई म आउने दिनहरुमा अरु क्वेशनहरु पनि सल्भ गरेर भिडियोहरु ल्याउने छु। यदि तपाईहरुलाई भिडियो मन पर्छ भनेपछि लाइक, शेयर, सब्स्क्राइब र कमेन्ट गर्न नबिर्सिनु होला। हस्त धन्यवाद।